स्वागत छ हाम्रो भानु दिदीलाई कुमारी दिदीको भ्लगमा। हेलो, धेरै धेरै स्वागत छ। थ्यांक यू, वेलकम। आज नै हामी घुम्न जाँदै छौं। आज हामी तीनजनाको सबैको ब्ल्याक हेयर फर्मल है। हुनु पर्छ कहिलेकाहीँ। मेरो मात्र हो। लुक एट दिस। वाउ। अब यत्रो बोर्डमा नि कतिजना, एकजना दुईजना तीनजना म मात्रै हो कि के नि नखानु मन नपर्ने। क्यामेरा अफ गरेपछि मैले नि खान्छु। हाँस्ने हो यो दिदीले जे पनि बोल्छ यस्तो यस्तो भ्लग हुन्छ हेर्दै गर्नु तपाईँहरू। कन्टिन्यू गर्नु। म कति इमानदारी छु। इमानदारी छु। ए यता नि छ है डल्ला डल्लीहरू बुढाहरू भन्टाङ मुन्टुङहरू हामीहरू दिदीहरू के बुढाहरू। हामी चाहिँ लो के बाटो चाहिँ हेर्नु न यस्तो राम्रो बाटो छ। यसमा म हिँडौँ? जानु त घुम्नु घुम्नु ल। सबै टेस्टरी बनाएको आज हामी जाँदैछौँ ड्याम ड्याममा जाँदैछौँ अनि हाम्रो साथमा छौँ हामी 4 जना छौँ। म मिस धनु मोक्तान अनि मिस बिन्दु क्युबा और अञ्जली अम्बिका लोकचेन कुमारी घले। के अरे यहाँ 3 जना तामाङ छ अनि एउटाना चाहिँ घले छ। घले को मन पर्छ प्लिज डु कमेन्ट। इङ्ग्लिस बोले थ्याङ्क यू। इङ्ग्लिस बोले है थ्याङ्क यू थ्याङ्क यू। मेरो कपाल मिलाइदिनु न। कति राति धनु दिदीलाई बिर्सिँदैन। हामी चाहिँ अहिले त्यहाँ माछा फार्म भन्नाले नि माछा नि छ अनि कुखुरा नि छ त्यो फार्मनिर नि जाने अन्डा लिन। कुखुराको होइन मैले बोले छैन त्यही हो। यिनीहरू कति फोहोर कुरा बोल्छ गाइजहरू। मैले चाहिँ बोल्दैन कसम से है। आइ एम टु सोझो टु मच सोझो। त्यस्तो त नहाल्नु न अलि राम्रोसँग। दिदी कहाँ रे पानी उते होइन यहाँ पानी थाप्दा खम ल पानी हाम गर्नु पानी उते हाम्रो सानो छोटो धारा मिठो धारा ऊ पानी पनि थापिराखेको रहेछ। मिठो हुन्छ। एक खाम न दिदी एक बोट। टु गुड। आज चाहिँ मौसम एकदम क्लियर छ सफा छ। हामीले मौसमले च्यालेन्ज गरे होइन। अस्ति कहाँ जाँदा रे रामकोट जाँदा चाहिँ च्यालेन्ज गरेको थियो। ठिक त भएको थियो तर डराएको थियो। फाइनली हामी चाहिँ ड्याम आइपुग्न लागिसकेको छ। हामीले किन अनुहार मात्र देखाएर के बोल्नु न। अब त्यहाँ ड्याममा गएर फोटो मात्र नखिचोस् न। म त क्यामेराम्यान हो, म अरू के नै जान्दिनँ। जाने हो कस्तो बोल्यो हट भइसक्यो। त्यस्तै हो तपाईँ हट भएर होला म नै ड्याममा आएको मान्छे त्यहाँ केटाहरू रहेछ जानै लाज लाग्ने गरे अम्बिका। यहाँ छ त्यो दुइटा चाहिँ केटाहरू पौडी खेला हेरिरहेको। हामी दुइटा चाहिँ यहाँ वनमा माथि आएर वनमा बसिरहेको छौँ। अहिले लाज भइहाल्छ नि हामीलाई नि। मजाले गफ हानिरहेको त्यो दुइटा फेरि त्यहाँ कति धेरै केटाहरू हो कि त्यो ड्याममा। फाइनली ड्याममा आइपुग्यो। है यो सबै हामी मात्रै हो, सबै हाम्रो।
बच्चाहरू भन्दा कम छैन हातमै तासिया थियो ढुङ्गामा तासिया थियो मार 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 ऊ समात्यो 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 ल ल ल पा रहेछ तर यो त यार पा भएर पा होइन ढुङ्गामा टाँस पा होइन यो माछा नै हो हैन यो बाटो हो पा बन्ने ए होला सायद यो बाटो हो के पा बन्ने अब पक्चा भम्बदे रे कति धेरै पाउँदो रहेछ है आजभोलि आयो भने त चाक पनि भिज्छ अब यिनीहरू सबै माछाको भुकीहरू तपाईँले जान्दो रहेछ है माछा मार्न छ्याओ रोजेनो चाची गयो ब्रे मुना दाजी पछि पछि कहाँसम्म पुग्दो रहेछ क्या पछि लाएर अब खुट्टामै आइपुग्यो खुट्टा आइपुग्यो ल ल ल जाम जाम अब बाटो लाग्ने We are getting back. Where is my partner? कति धेरै लिची फल्छ है यति धेरै फुल फुलिरहेछ यस्तो धेरै देख्छ कि रातै भएर खै नाच जुनकिरी नाच खै त कहाँ गयो खै त नाचे पानी पर्न लागिरहेछ घाम पनि गयो ओ यतैबाट झर्ने होइन उता घुम्नु जेल छ यतैबाट छिटो हुँदो रहेछ त्यो छाता मिलाउँदै हिँड्ला नि त है यसो हिँड्दा फेरि त ऊ बिन्दुल दिनु त बिन्दुल बिन्दुल अब हामी यताबाट ततिर झर्छौँ खोला खोलाइ त्यत्रो ठाउँ घुमेर आइयो अन्तिममा आएर फेरि अघि खाएकै ठाउँमा आइपुग्यो कि अरू होइन फेरि यही 3 जना मान्छे नै थियो त्यो धेरै त्यो उस गर्ने खानुपर्ने म मात्र हो यस्तो मन नपर्ने मुखबाट पानी आएन मेरो हेर्नु त जहाँ यत्रो बोस्ने यिनीहरूले यो 3 जनाले निमोड्यो भने यतातिर यसरी बोकेर खोला तारे आमामा के गरे बिन्दुली बोके है फेरि धर्नुलाई अब म आफै कसरी मेरो लुगा समाउने कि मोबाइल समाउने भिडियो बना भन्छ उयो लुगा त कहाँ पऱ्यो मेरो लुगा भिज्ने होला अब यिनीहरूले गरेर है बोकेर खोला तारे के भने यस्तो नि हुन्छ भने हे त्यत्रो मोटीलाई बोकेको त्यहाँ बापो लैले बिन्दु बलियो रहेछ हो बलियो रहेछ धेरै नै अब झार्दै हुन्छ हौ दुलाईलाई लास्टमा त पानीमै डुबाइदिइहाल्यो नि के भएर यो रातो पिरो भयो यिनीहरू पानी छिटो हाने क्या के हो है धनुको लुगा के हो नि हौ पानी छिटो हाने कि यो घर आइपुग्यो अब फाइनल्ली हामी